हेलो साथीहरू, आज दिउँसो खाजामा छ हाम्रो चाउमिन। म जस्तै बाहिरको धेरै नखाने, धेरै ओइल नखाने अनि घरमै बनाएर सादा खाने जति यता हाजिर हुँ है साथीहरू। मैले चाहिँ एकदम कम ओइल राखेर बनाइछु। अनि मैले आज चाउमिनमा पुरै काटेर रेडी गरेर राखेको छु ठिक्क पारेर। अब सबै एक एक गरेर हालिदिन्छु। हेर्नु साथीहरू, मैले सुरुमा थोरै लसुन फुराइदिएँ, अनि प्याज, चना, गाजर, अनि बन्दा, अनि जिरा धनियाँको धुलो, त्यसपछि फेरि नुन बेसार सबै हालेर एकछिन चलाएँ साथीहरू। अब यताउता भयो भने त हजुरहरूले बुझिहाल्नुहुन्छ हैन। अनि त्यसपछि चाउमिन राखेर मजाले एकछिन चलाएँ। यतिको भयो साथीहरू। यी देख्न सक्नुहुन्छ मेरो चाउमिन एकदम सादा, ओइल छैन। अब यो खाँदा केही फरक पर्दैन, शरीरलाई पनि केही असर गर्दैन, आनन्दले खान सकिन्छ। मेरो चाउमिन रेडी भयो साथीहरू। हजुरलाई पनि यस्तै मनपर्छ भनेदेखि बनाएर खानुहोला। मेरो रेसिपीलाई पनि लाइक कमेन्ट सेयर गरिदिनु होला मन परेमा। बाई बाई साथी।